नमस्ते, आउनु न अब आउनु यता बस्नु। यता होइन यता होइन, यता आउनु यता लड्नु छ अहिले। हजुर भन्नु त के थियो? भन्नु न। म डक्टर होइन, म नर्स हो। हजुर होइन, डक्टर र नर्स भनेको फरक फरक हो नि। डक्टरको काम अलग हुन्छ, नर्सको काम अलग हुन्छ। हजुर हो त। र हजुरको रिपोर्ट आयो नि? युपिटी पोजिटिभ छ। हजुर गर्भवती हुँदो रहेछ? होइन होइन, अहिले कहाँ तपाईँले आयोडिनिक एसिड अहिले खाने होइन नि। सुरुमा चाहिँ तपाईँले 3 महिनासम्म चाहिँ फोलिक एसिड खानुपर्छ, अनि त्यहाँदेखि मात्र आयोडिनिक एसिड खाने है। ल बुझ्नुभयो? बाहिर फेरको दबाई केही पनि नखानु होला है। अनि सुई चाहिँ टिटीको सुई चाहिँ लगाइहाल्नु ल, नजिकको स्वास्थ्य चौकीमा गएर। हुन्छ, धन्यवाद। आउनु त यहाँनिर सही छाप गरिदिनु। हजुर अपरेसनभन्दा अगाडि सही छाप गर्नुपर्छ नि त। टेन्सन नलिनु न, हामी छँदैछौँ नि। हेर्नु त हजुरको श्रीमानहरू जस्तै कति बिरामीहरू हुन्छ, सबैजना अपरेसन त गर्न आउनुभएको। हजुर टेन्सन नलिनु, हामी छौँ नि। हजुरहरू यहाँ गरिदिनुहोस् न। हजुर गरिदिनुहोस् त। हजुर तपाईँले यो दबाई चाहिँ खाली पेटमा खानुपर्छ क्या। खाली पेटमै खानु। बिहान उठ्ने बित्तिकै पहिला खाली पेटमा यो खानु, अनि पानी चाहिँ अलिक धेरै खानु होला। हजुर हस्, धन्यवाद। हुन्छ, केही छैन केही छैन। दिदी हजुरको प्रेसर हेर्नु नि एकदम धेरै बढिरहेछ। मैले तपाईँलाई भनेको थिइनँ नुन नखानु भनेर, नुन धेरै भयो क्या। तेल मरमसला एकदम कम खाने गर्नु ल। हेर्नु त प्रेसर कति धेरै बढिरहेछ। त्यो चिलो चाप्लो खानेकुराहरू के पनि खानु है। एकदम धेरै बढ्यो। यस्तो बढेर कहाँ हुन्छ? तपाईँहरू कतिजना बेडमा बस्नुभएको भन्नु त? एकजना मात्र बस्दिनु न बिरामीसँग। यस्तो धेरै भिड गर्नु भने बिरामीको घाउ कसरी निको हुन्छ भन्नु त? हुँदैन क्या। मैले बुझेँ तपाईँहरूलाई भेट्न मन लाग्छ भनेर, तर पाले पिलो हो, यसरी भिड गर्नु मन हुँदैन। प्लिज एकजना मात्रै बस्दिनु, अरू सबै बाहिर गइदिनु न। खुट्टा नहल्लाइदिनु ल। हजुर हजुर ल, भइहाल्यो एकैछिन। ल भयो। अब आज सुई लाउनु भयो होइन, अब अर्को महिना सुई लाउन लिएर आउनु है ल बच्चालाई। कति ठुली भइसकेपछि। हजुर को हुनुहुन्छ? आउनु त ल। बधाई छ है। हेर्नु यहाँ तपाईँको घरमा छोरी भएको छ। हजुर हेर्नु त, लक्ष्मी जन्मेको छ। बधाई छ। मिठाई लिएर आउनुपर्छ है। अब हेर्नु त कति राम्रो। एकैछिन उठ्दिनु न ल, म तपाईँको बेड मिलाइदिन्छु। हेर्नु त सबै खुम्चेको छ। यस्तो बेडमा सुत्नु हो भने त फेरि तपाईँको जिउ दुख्छ नि। अनि हो त, बेडले गर्दाखेरि पनि बिरामी छिटो निको हुँदैन क्या, घाउहरू हुने हुन्छ। हजुर उठ्नुहोस् न, म अलिकति मिलाइदिन्छु ल। एकैछिन 5 मिनट मात्रै। भयो। सबै यो घाउ तपाईँले भिजाएर कस्तो फ्यात्तै बनाएर लिएर आउनुभएको छ। यसरी होइन नि, सुक्खा राख्नु भने होइन मैले तपाईँलाई। हेर्नु त यहाँ यस्तो गर्नुभयो भने यो चिसोमा गएर तपाईँको फोरहरू टाँसिन्छ, जसले गर्दाखेरि घाउहरू पाक्छ क्या। हेर्नु त यहाँ फ्यात्त भयो, एकै दिनमा कस्तो भयो घाउ। ल म सफा गरिदिनु। आउनु त यता बस्नु हुन्छ हुन्छ, केही छैन। हजुरको मान्छे हो। आउनु त यता। मैले भन्नु गरेको कुरा मजाले सुन्नु है। हजुरको बिरामीको अवस्था एकदम गम्भीर थियो है, त्यही भएर हामीले उहाँलाई बचाउन सकेनौँ। अघि नै हामीले तपाईँलाई